स्वागत छ। आज हामी एउटा चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, समन हब नेपाल। यो नेपालको एउटा अनलाइन B2B मतलब बिजनेस टु बिजनेस होलसेल बजार हो रे। हो, हाम्रो जानकारीको मुख्य स्रोत पनि समन हबकै वेबसाइट नै हो। आज हामी यसलाई अलि गहिरिएर हेर्दैछौँ। मतलब उनीहरूले के दिइरहेका छन्, के दावी गरिरहेका छन्, त्यो केलाउने कोसिस गरौँ न। ठ्याक्कै, के यो साँच्चै वान स्टप समाधान हो त नेपाली थोक बजारको लागि, कि एउटा अर्को ई-कमर्स साइट मात्र? ल, सुरु गरौँ है त। ल, सुरुवातमा त यो जनकपुरमा आधारित रहेछ, अनलाइन प्लेटफर्म। अनि उनीहरूले नेपालभरि होलसेल मूल्यमा सामान पुर्याउने दावी गर्छन्। अनि आफूलाई नेपालको सबैभन्दा ठूलो वान स्टप बिजनेस सोल्युसन पनि भनेका छन्। यो वान स्टप र होलसेल भन्ने कुरा नै त्यही नै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई पनि। किनभने B2B को प्रकृति नै त्यही हो नि त, व्यवसाय बीचको कारोबार हो। नेपालको परिप्रेक्ष्यमा हेर्दा यो B2B प्लेटफर्मको आइडिया आफैमा कस्तो हो त? अलि नयाँ जस्तो। नयाँ त नभनौँ, तर परम्परागत बजार त अलि छरिएको छ नि त, हैन? हो नि, साना व्यापारीलाई कहाँ जाने, कोसँग किन्ने, मूल्य कति हो भनेर थाहा पाउनै गाह्रो। त्यही ग्याप चाहिँ यस्ता डिजिटल प्लेटफर्मले पूर्ण सक्छन्। भौगोलिक दूरी कम गर्ने भयो। अनि साना व्यवसायलाई पनि ठूला सप्लायरसम्म पहुँच दिने भयो। हो, र मूल्यमा पनि अलि पारदर्शिता आउन सक्छ। समन हबले यही गर्न खोजेको देखिन्छ, सामान खोज्नेदेखि लिएर बजार बढाउनेसम्म। वेबसाइट हेर्दा त सामानको विविधता देखेर म त छक्कै परे। के रहेछ? एकातिर फ्यासन कस्मेटिक्सका कुरा छन्, अर्कोतिर औद्योगिक मसिनरी पनि। ओहो। कृषि कच्चा पदार्थ जस्तै मैले त मोरिङ्गाको बिउ पनि देखेँ, अनि घर सजाउने पेन्टहरू। मोरिङ्गाको बिउदेखि पेन्टसम्म, मतलब एकदमै फराकिलो दायरा रहेछ। हो नि, यो त साँच्चै महत्वाकांक्षी प्रोजेक्ट जस्तो लाग्यो। यति धेरै विविधता कसरी व्यवस्थापन गर्छन् होला? सायद त्यही भएर नै उनीहरूले वान स्टप भनेका होलान्। तर यहाँ विक्रेताहरूको मिश्रण पनि हेर्नुपर्छ। कस्ता कस्ता विक्रेता छन् त? एपी ट्रेडर्स, अग्नि एक्जिम जस्ता अलि चलेका नामहरू पनि छन्। अनि युवराजु एग्रो इम्प्याक्ट्स वा जोहान्टेक्स जस्ता अलि साना वा विशेष उत्पादन बेच्नेहरू पनि। मतलब ठूला र साना दुवैलाई ठाउँ दिएको हो, त्यस्तो देखिन्छ। अनि वेबसाइटमा धेरै किन्नुहोस्, धेरै बचत गर्नुहोस् जस्ता कुराहरूले अनि कोटेसनको लागि अनुरोध जस्ता फिचरले पनि यो होलसेलमै केन्द्रित छ भन्ने बुझिन्छ। एउटा रमाइलो कुरा पनि भेटेँ नि मैले त, व्यक्तिगत हेरचाह र घरेलु सरसफाई भन्ने क्याटेगोरीमा, हैन? के थियो? भारतीय खाजाहरू, भुजिया, सोनपापडी। ए हो र, होलसेलमा खाजा? हो, अलि अनौठो लाग्यो। सायद किराना पसल वा साना खुद्रा व्यापारीलाई पनि टार्गेट गरेका हुन् कि? हुन सक्छ। अनि परम्परागत कपडा र खेलकुदका सामान पनि सँगै देखिनुले उनीहरूले एकदमै फराकिलो बजार खोजेको जस्तो हो। अनि छुटहरू पनि देखाएको छ अरे। केही उत्पादनमा राम्रै छुट देखाइएको छ। ठिकै छ, यो विविधताले ग्राहकलाई एकै ठाउँबाट धेरै कुरा किन्न सजिलो त बनाउला, मूल्य तुलना गर्न पनि पाइयो। हो, तर यसको अर्को पाटो पनि छ, हैन? ठूलो तस्बिरमा हेर्दा चुनौतीहरू। यति धेरै थरीका सामान, मेसिनदेखि खानेकुरासम्म गुणस्तर कसरी नियन्त्रण गर्ने होला? त्यो त एकदमै गाह्रो कुरा हो। अनि लजिस्टिक्स, नेपालको भूगोलमा यो सबै सामान देशभरि, हैन, समयमै र सुरक्षित पुर्याउनु निकै जटिल हुन्छ होला। हो नि, एकातिर सुविधा छ, तर अर्कोतिर व्यवस्थापनको पाटो निकै चुनौतीपूर्ण छ। वान स्टप बन्न खोज्दाखेरि व्यवस्थापन झन गाह्रो हुन सक्छ। अवश्य पनि। वेबसाइटमा अरू फिचर्सहरू पनि छन्, जस्तै विक्रेता दर्ता गर्ने, अनि इच्छा सूची माने विश लिस्ट बनाउने, अनि हेल्पको लागि फोन नम्बर पनि दिएको छ, +9801669459। एउटा पुरा इकोसिस्टम बनाउन खोजेको जस्तो देखिन्छ। हो, तर यो कतिको प्रभावकारी छ त्यो त अब प्रयोगकर्ताले नै भन्लान्। सेवा कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। संक्षेपमा भन्दा, समन हबले नेपालको थोक व्यापारलाई डिजिटलाइज गर्ने एउटा ठूलो लक्ष्य लिएको छ। विभिन्न सामान एउटै प्लेटफर्ममा ल्याएर व्यवसायलाई सजिलो बनाउने प्रयास देखिन्छ। तर यसको सफलता भनेको चाहिँ अघि भने जस्तै गुणस्तर, लजिस्टिक्स, विक्रेता व्यवस्थापन जस्ता चुनौतीलाई कसरी समाधान गर्छ भन्नेमा भर पर्छ। हो, र यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उब्जाउँछ नि। के होला? कि समन हब जस्ता अनलाइन B2B प्लेटफर्महरूको उदयले, हैन, के यसले नेपालको परम्परागत थोक व्यापार, त्यो वर्षौंदेखिको सम्बन्ध
जस्तै काठमाडौँको महाबौद्धदेखि तराईका सीमावर्ती बजारसम्मको जुन एउटा सिस्टम छ नि त्यो पुरानो तरिका हो त्यो सम्बन्ध त्यो आपूर्ति श्रृङ्खला त्यो व्यापार गर्ने तरिकालाई नै आगामी वर्षहरूमा परिवर्तन गर्न सक्ला त यो सोच्नुपर्ने कुरा हो। निकै विचारणी प्रश्न। यसको असर कस्तो पर्ला त्यो हेर्न बाँकी नै छ।